वेलकम टु माई भग र हामी जाँदैछौँ आश्रम र केही सहयोग लिएर र हाम्रो टोलीहरू यसरी आउँदैछन्। हाम्रो सानो सहयोग लिएर आश्रममा जाँदैछौँ केही सहयोग गर्नलाई, थोरै भए पनि तडक्क गरेर हामी बर्थडे मनाउनलाई, हाम्रो तासीको सेलिब्रेट गर्नलाई हामी आश्रममा जाँदैछौँ। ल हाम्रो भाइले चामल बोकेर आउँदैछ र हाम्रो तासी भाइले र हाम्रो के केटाहरूले के बोकेको? ओ म्याङ्गो। ल स्वास्थ्यका लागि राम्रो हो क्या। ल हाम्रो यता भाइले चाउचाउ बोकेर आउँदै हुन्छ। ल हाम्रो भीमसुटोले पनि चाउचाउ बोकेर आउँदै हुन्छ। ल एकछिन होल्ड गर त, सबै आऊ न यहाँ ट्याक्क फोटो आउने अरे। मेरो बुढी पनि आइसकेको छ चडक्क भएर। बहिनी ल बहिनी टक्कसँगले केक लिएर आइसकेको छ। ल आश्रममा ल हामी सबैजना हजुर ए हुन्छ भाइ चिन्दैन। हात चाहिँ बोल गर्ने हो क्या, माथिबाट सुरु रौ क्या। Happy birthday to you, happy birthday Tasi, happy birthday to उतापट्टि हो कि त खोल्नु पर्छ थोरै, त्यो ओपन गर्नु त थोरै। Happy birthday to you, happy birthday हाम्रो तासी भाइलाई जन्मदिनको। हेलो कहाँ हो? यहाँ चिकनमा बसेर आमा हामी पनि हिजो भर्खर पुगेर आएको। एकदम राम्रो हुनुहुँदो रहेछ, भेरी 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 गुड। हामी चाहिँ हाम्रो यहाँ भाइको बर्थडेमा यता आएको छ कि ए भइहाल्छ अहिले आम, तर हाम्रो यहाँ थोरै कार्यक्रम छ कि। पढ्नु न। ए हुन्छ त आउनु न, हाम्रो यहाँ यता भरजको बर्थडे हो क्या। विद्राश्रममा हो क्या यहाँ दमक। ए भइहाल्छ नि। अनि कस्तो हुँदैछ त हाम्रो एसकेको चाहिँ तपाईँहरूको? ह्याप्पी बर्थडे भनेको दादालाई। ह्याप्पी बर्थडे। को हुनुहुन्छ हौ? कस्तो भाइलाई चाहिँ बिर्सेको अनि को उजुली म बिजुली आश्रमतिर छु। यहाँ भाइको नानीको बर्थडे रहेछ अनि यहाँ एउटा सानो कर्नाटक हो अनिले। हजुर 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 अन्त को अन्त हेरौँ त। ए ए ए हजुर
यस्तो चाहिँ नबोल्नु होला कृपया गरी ल खुवाइदियो नि सबैलाई होइन तपाईलाई पहिला हो ल ह्यापी बर्थडे ओके ल आउनु आउनु भाउजू आउनु सधैँभरि खुवाउनु भनेर भन न अरू टिस्यु पेपर छ कि छैन बक्सै छैन आमाहरूको लागि प्लेट र चम्ची छ कि छैन यसले पुछ आमालाई दिनु नपुछ एकछिन नपुछ चौध दिदी प्लेट आमालाई दिनु पर्यो न पुछ एकछिन बस्नु आमालाई जन्मदिन मनाउनु हुनाले सो दिनमा हामी यस रत्न ज्येष्ठ नागरिक वृद्ध आश्रममा सेवा केन्द्रमा हाम्रा भाइ छोरा तासी तामाङको सो जन्मदिन परेको भएर हामी सबै यहाँ उपस्थिति भएर रमाइलो सानो छोटो कार्यक्रम गर्न आएका छौँ अथवा जन्मदिन मनाउन यहाँ आएका छौँ है र उपस्थिति हुनेहरू चाहिँ वाङदी तामाङ बुवा तामाङ आमा हुनुहुन्छ है राजवंशी दाई नमस्ते गरेर दिपेश योजन दाई पर्नुहुन्छ ज्योति योजन म है यता दिदी पर्छ सबैजना हेलो हेलो राहुल तामाङ दाई पर्नुहुन्छ अश्विन प्रधान उहाँ पनि दाई पर्नुहुन्छ अविनाश भिन्डाल पनि दाई बाजे या अर्थात् हाम्रो यहाँ आउनुहुने सबभन्दा ठुलो गार्जेन हुनुहुन्छ अब हामीले अझ यो रमाइलो गर्दा गर्दै पनि यहाँ अब हामी आउनुको कारण चाहिँ पहिले सब कुरा यहाँ हुने बुवा आमाहरू पनि हुनुहुन्छ होइन त यति भन्दै यस कार्यक्रमलाई यही टुङ्गाउन चाहन्छौँ है अनि फेरि यसै गरी आमा बुवाहरूसँग भेट्न पाइयोस् भन्दै म यो दुई शब्द यही टुङ्गाउन चाहन्छु।